चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने म मुख्य द्वारमा रहेको छु र यही बाटो हुँदै हामीहरू चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरिन्छ र यो निकुञ्ज हुँदै हामीहरू चितवन जिल्लाको एउटा पालिका माडी नगरपालिकामा समेत प्रवेश गर्ने मुख्य मार्ग रहेको छ र यही प्रवेशद्वार हुँदै माडी हुँदै ठोरी गाउँपालिका समेत प्रवेश गरिन्छ जुन पर्सा जिल्लामा रहेको छ। चितवनको दक्षिणी भेगमा पर्दछ यो ठाउँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ साथीहरू र यही ठाउँ हो जहाँ हरेक वर्ष प्रत्येक वर्ष रामनवमीको अवसरमा ठुलो मेला लाग्दछ। हिन्दू धर्म मान्नेहरू विभिन्न भक्तजनहरू यहाँ विक्रम बाबा मेला पनि आउनुहुन्छ, विक्रम बाबाको पूजा गर्नुहुन्छ। विशेष गरेर सालको फेदमा पूजा गरिन्छ, त्यहाँ ध्वजा पताकाहरू लगाएर विभिन्न चाहिँ किसिमले माध्यमबाट पूजा अर्चना गरिन्छ। यही हो, यहाँ मेला लाग्ने गर्दछ र साथसाथै यहाँ मेला लाग्ने मात्रै नभएर यही बाटो भएर नै प्रवेश गर्ने हो। जुन कसारा ब्यारेक पनि यहाँबाट नजिकै छ, लगभग 2 किलोमिटर को डिस्टेन्समा कसारा ब्यारेक पनि रहेको छ र यसरी हामीहरू जगतपुरतर्फ जान सकिन्छ भने अघि देखाएको तस्बिर चाहिँ चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने र भित्र गएर चाहिँ विक्रम बाबा मन्दिरको पूजा गर्ने, यो खास गरेर रामनवमीको अवसरमा। र यो भित्री बाटो पनि छ, यो सामुदायिक बाटो छ। यो बाटो हुँदै हामीहरू अगाडि जगतपुरको केही अगाडि टाउन क्षेत्रमा प्रवेश गर्न सकिन्छ। यहाँ केही साथीहरू हुनुहुँदो रहेछ। हजुरहरू अहिले कहाँबाट कता जाँदै हुनुहुन्छ? हामी माडीबाट अब भरतपुर जाँदैछौँ। हजुर, कस्तो छ अहिले माडीको यात्रा, कस्तो लाग्यो? विकट छ सर, बाटो त अब एकदम खतमै छ। यो माडी सरकार, माडी नगरपालिका खास गरेर के कुरामा सुधार गर्दा राम्रो होला? त्यहाँ बाटोघाटो, पुल पुलेसाहरू माडीमा चाहिँ के छ भने सर, अब मेन भनेको त हामीलाई बाटोको सुविधा भएन। माडीको जङ्गलमा चाहिँ अलिकति बाटो हजुर भयो होइन। अर्को भनेको तपाईँको माडीमा नै विभिन्न भित्रभित्र पुलहरू पिचहरू भएन होइन, त्यो चाहिँ असुविधा छ माडीमा। अनि पटक लाइन जाने असुविधा छ। हजुर, तपाईँको अन्डरग्राउन्डबाट पक्कै पनि यसमा सम्बन्धित निकायको ध्यान जानेछ भन्ने हामीहरूले अपेक्षा गर्दछौँ। त्यसको लागि चाहिँ माडी नगरपालिकाका मेयर ताराकाजी महतोजी हुनुहुन्छ जुन अहिले म आग्रह गर्न चाहन्छु कि माडीभित्रको त्यो जुन माडीको अहिले नेकपा एमालेबाट निर्वाचित हुनुभएकी ताराकाजी महतो जुन मेयर हुनुहुन्छ, उहाँलाई कठपुतली जस्तो मेयर पनि मानिन्छ। उहाँ एउटा मेयर भए पनि उहाँ अरू व्यक्तिहरूको, त्यहाँको चाहिँ विभिन्न व्यक्तिहरूको चाहिँ इसारामा चल्नुहुन्छ भन्ने हामीले विभिन्न समयमा सुन्दै पनि आइरहेका छौँ। उहाँको पक्कै पनि ध्यान जानेछ। उहाँले एउटा माडीको समग्र विकासको लागि एउटा स्थानीय सरकारको हिसाबले पनि पहल गर्नुहुनेछ भन्ने हामी आशा राख्दछौँ। र यो चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने द्वारमा छु। केही अवलोकन तपाईँहरूलाई गराउने मौका पाएँ। यसको लागि तपाईँहरू पनि कृपया हेरेर भिडियो हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने म आशा गर्दछु। अहिलेलाई म यही टुङ्ग्याउँछु भिडियो। हस्त धन्यवाद। कृपया प्रतिक्रियाहरू दिँदै जानुहोला। हस्त नमस्ते।